हामी चाहिँ तपाईको यहाँ बाघको शिकार गर्नलाई झ्याम्म हिँड्दैछौँ जङ्गलको बाटो। दाइ हुनुपर्ने के हो हैन? दाइ हुनुपर्ने हो, दाइको उयो गर्दैछु मैले। हामी चाहिँ बाघ खोज्दैछौँ यहाँ। एउटा बाघ भेटियो भने लगेर बाघको छालाको जुत्ता लगाउने भन्ने चाहिँ हाम्रो तागेबाट हामी जङ्गल प्रवेश गर्दैछौँ है। अनि तपाईँको चाहिँ यस्तो भिडियोबाट हेरौँ बाघ भेटिन्छ कि एउटा वन कुखुरो मात्रै भेटे पनि पुग्यो हामीलाई। त्यही भएर हामी ट्रेकिङ जाँदैछौँ। उनीहरूलाई के रुखहरू हुन्, ठुला ठुला रुखहरू छन्। ठुला ठुला समुद्र र घर मात्रै होइन, ठुला ठुला रुख पनि देखिन्छ नि विदेशमा। डुल्नु चाहिँ पर्छ, हिँड्न सकिँदैन रहेछ। थकै लाग्यो म तल चाहिँ खोला, मुलको पानी आइरहेछ तल चाहिँ खोलाबाट। यिनी चाहिँ हाम्रो विशाल भान्जा। यसो छ एउटा सुकाता यो मूल सुखारे त नै हो। यो बाइकहरू मात्रै हो क्या, बाइकको लागि चाहिँ बनेका बाटोहरू हुन्। यसरी मान्छेहरू हिँडिरहेछन्। यहाँ चाहिँ यो चाहिँ ऐना, तपाईँलाई यसो थकै लगाएर अनुहार बिग्रियो भने ऐना हेरेर यसो कपाल मिलाउने ठाउँ पनि छ बाटोमा भनेर भन्दाखेरि त्यति पनि थाहा छैन। साइड लाइट यसो हेरेर भन्नु होला, सब थाहा हामीलाई, हल्का रमाइलो मात्र होइन। यस्तो भिडमा है बादल लग्ने भिड छ नि, लहरै। अनि यस्तोमा पिचबाट हालिदिएको छ। अनि यहाँ चाहिँ तपाईँको गुफाभित्र झ्याम्म ओडरभित्र छिरिन्छ। अब हामी ढुङ्गाको ओडर पहाडको बिचबाट चिरेर यत्रो पहाडको बिचबाट बनाइरहेको छ विकास यता होला। पारिपट्टि यसो तपाईँको सिक्किमतिरको चाइनातिरको यस्तो ढल्को आउने यो पनि छ खोला। तल खोला देखिरहेको छ। अब हामी सुरुङ मार्ग प्रवेश गर्दैछौँ। अँध्यारो छ यहाँ चाहिँ सुरुङ मार्गभित्र। के भयो यो गुफा हो, चिसो रहेछ नि त गुफा भयो नि। यस्तो छ माथि, तल चाहिँ पिच बाटो बनाएको छ होइन। हेलो गाइजहरु, के छ खबर? हामी हिँडिरहेको छौँ होइन। पैदल यात्रा ट्रेकिङ होइन, गुफाभित्र फर्स्ट टाइम इन जापान। लाने रहेछ है तनेले त, है तनेले त होला है। अब फेरि जङ्गल प्रवेश भयो, बाघ त भेटिएन। अहिले एकछिनपछि सल्लाहको रुखहरू, सल्लाह खतरा सल्लाह त यहाँ त। डेन्जर ठुलो खतरा। यत्रो सल्लाह त हाम्रो नेपालतिर त मैले खासै देखेको थिइनँ। यो रहेछ। अझै यहाँबाट माथि पनि जाने भनेको रहेछ। यो चाहिँ बाँदर महासङ्घको अध्यक्षको फोटो हो यो चाहिँ। यिनीहरू सबै हाम्रै टोलीहरू हुन्, यहाँका लोकल बासिन्दा। त्यो चाहिँ तातो पानी नाका, चाइनाको तातो पानी नाका हो त्यो चाहिँ। अब उकालो उक्लिँदैछन् कि यसरी उक्लिँदै जाउँ। यो चाहिँ पैसा चढाउने ठाउँ रहेछ, मन्दिर तपाईँको। यो चाहिँ शीतला देवीको मन्दिर। हामीले त पैसा ल्याइयो होइन, खुल्ला
तबबाट हामी चाहिँ ढोगेर मात्रै हिँडिन्छ। ठाडै उकालो यतापट्टि आइयो जिएममा म भिडियो चाहिँ कतिहरू गरेँ मुभी म त युट्युबर हेरेर कान त हो म। बोल्ने तागत छैन तपाईँलाई। म चुखाएर जाने मन्दिरमा आइपुग्यो हामीले। फाइनली यहाँ घन्टी छ यहाँ डाँडामा छ हाम्रो गन्तव्य आइगयो हो। यहाँसम्म नै हो गन्तव्य। ओ त्यो ठाउँबाट हिँड्दै आएको त्यो पुलदेखि हिँड्दै 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 एउटै छ नि त पुल नि। हेर्नुहोस् यस्तो ठाउँमा आइपुग्यो। यति नै हो अहिले।